यी हँसिला बालकलाई हेर्नुहोस्, यी कोही नभएर नेपालका राजा वीरेन्द्र हुन्। अनि यो तस्बिरलाई हेर्नुहोस्, आज राजा वीरेन्द्र बाँचेको भए सायद यति हँसिला देखिन्थे। जब जब हामीहरूले राजा वीरेन्द्र भन्छौँ तब तब मुस्कुराइरहेका अनुहार हाम्रो आँखैमा आउँछ। राजा वीरेन्द्र एक राजा मात्र थिएनन्, झन्डै 3 दशकसम्मका एक नेपाली जनताका अभिभावक र राष्ट्र एकताका प्रतीक बनेर रहे। आज उनी हामीमा छैनन्, तर उनले नेपाललाई विश्वमा समृद्ध र स्वतन्त्र राष्ट्रको रूपमा चिनाउने खेलेको भूमिका सधैँ अमर छ। शालीन स्वभाव, राजनीतिक उदारता राजा वीरेन्द्रको सबैभन्दा पुँजीशाली स्वभाव थियो। आफ्नो पिता महेन्द्रको देहासनपछि राजगद्दी सम्हालेका वीरेन्द्रले सधैँ सन्तुलनको प्राथमिकतालाई दिए। उनले राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई एउटै मालामा उनेर अगाडि बढ्न सकिन्छ भन्ने एउटै विश्वास राख्थे।